त्यहाँदेखि 17 को बादमा एकदम राम्रो भयो यहाँको माहौल, दार्जिलिङकै माहौल एकदम राम्रो भयो 17 को बादमा है। नमस्कार दर्शकबिन, स्वागत गर्न चाहन्छु खरसाङ अनलाइन न्युजद्वारा प्रस्तुत लुकेको प्रतिभा कार्यक्रममा। र आज भने हामीले लुकेको प्रतिभा कार्यक्रममा एक विशिष्ट व्यक्तिलाई निम्ताएका छौँ। तपाईँले आफ्नो स्क्रिनमा पनि देखिराख्नु भएको छ र सबैजनाले सोचिराख्नु भएको होला आज लुकेको प्रतिभा कार्यक्रममा एकदमै प्रख्यात व्यक्तिहरू ल्याएको छ, तर कार्यक्रम चाहिँ लुकेको प्रतिभामा सोच्नु भएको होला। हजुर, लुकेको प्रतिभामा हामीले विशिष्ट अनि वरिष्ठ व्यक्तिहरूलाई पनि निम्ताउने गरेका छौँ। कार्यक्रमको नाम मात्र लुकेको प्रतिभा हो र आज हामीसँग हुनुहुन्छ आफ्नो भनौँ आदि जीवन नै उहाँले एउटा देशको सेवामा आफ्नो जीवन बिताएर आउनुभएको थियो भने र अहिले पनि दर्शकहरूको मोबाइल, दर्शकहरूको घरको टिभीमा न्युज पुर्याएर उहाँले सेवा गर्दै आइराख्नु भएको छ। र हामीसँग हुनुहुन्छ राजेन तामाङ सर हुनुहुन्छ। सर नमस्कार सबैलाई। नमस्कार तपाईँलाई पनि अनि तपाईँको दर्शकहरूलाई पनि सबैलाई स्वागत गर्न चाहन्छु खरसाङ अनलाइन न्युजमा। र सर तपाईँलाई कार्यक्रममा निम्ताउने धेरै नै हामीले सोचिरहेको थियौँ है, र एउटा भनौँ समय पनि नमिलेकोले गर्दा होला, तपाईँ पनि व्यस्त हुनुहुन्थ्यो, साथै म पनि आफ्नो कार्यमा व्यस्त थिएँ र आज मौका पनि पाएँ है। र हजुरसँग केही कुराकानी गर्न मन लागिरहेको थियो। हजुरलाई दर्शकहरूले त चिन्नुहुन्छ, तर तपाईँको व्यक्तिगत जीवनको बारेमा हाम्रो दर्शकहरूलाई पनि जान्ने एउटा इच्छुक हुनुहुन्छ है। र त्यो विषयमा चाहिँ म आज तपाईँलाई निम्ताएको छु। र सर विशेष गरी हजुरको जुन आर्मी लाइफ है, तपाईँले कहिले जोइन गर्नुभएको थियो? हजुर, बडा के अरे यो के भन्छ इन्ट्रेस्टिङ कुराहरू छ यसमा है। आर्मी जोइन गर्नुभन्दा पहिला त तयारीको कुरा आउँछ है। तयारी जो छ मैले सुरु गरेको चाहिँ 10 वर्षको उमेरदेखि नै हो। 10 वर्षको उमेर मतलब इच्छा थियो मलाई कि सानैदेखिको मलाई स्कुलमा पनि हेडमास्टरहरूले बोलाउँदै अरे ए फौजी भनेर बोलाउँथ्यो मलाई सानोमै 10 वर्षको उमेर। सायद मेरो एटिट्युड त्यस्तो थियो होला है। अनि त्यो टाइमदेखिको सुरु गरेँ। अब मैले स्ट्रगल सुरु गरेँ है आर्मीमा जानुको लागि। मैले आफ्नो त्यहाँदेखि नै तयारी गरेँ भनौँ न होइन। तयारी गर्दै जाँदाखेरि अब त्यो त गएर त 18 वर्षमा गएर भर्ती हुँदो रहेछ। अब हामीलाई त्यति बेला थाहा हुन्थेन है, तर सानैदेखिको गरेर मैले 1987 मा चाहिँ मैले आर्मी जोइन गरेको। 1987? हजुर। कति वर्ष तपाईँले आर्मी? मैले आर्मीमा जो सर्भिस गरेँ मैले एकदम 24 वर्ष सर्भिस गरेको छु मैले है। 24 वर्ष सर्भिस गरेर चाहिँ मैले रिटायर भएर म हल्दर रिटायर भएर आएको। म रिटायर भए पश्चात हजुरले देशको सेवा त गर्नुभयो है, त्यसपछि तपाईँले दर्शकहरूको सेवा गर्नुमा एकदमै अघि बढ्नुभयो है। तपाईँले च्यानल पनि खोल्नु भएको थियो, च्यानल मार्फत दर्शकहरूलाई धेरै नै सेवा पुर्याइराख्नु भएको थियो। यो च्यानल प्रति चाहिँ तपाईँको इन्ट्रेस्ट कसरी आयो? एक्चुअली इन्ट्रेस्ट भन्दा पनि के थियो भनेदेखि त्यस समयलाई अलिकति हामी पछाडि जाउँ है, एकछिन पछाडि जाउँ। 80 को दशक या 90 को दशकमा हामी जाउँ एकछिन है। त्यस समयमा म घरदेखिको बाहिर थिएँ, यानि कि परदेशमा थिएँ, सर्भिस गर्दै थिएँ है। र त्यहाँ त्यस समयमा यहाँ दार्जिलिङमा आन्दोलन भइरहेको थियो क्या त, 86 को आन्दोलन है, एकदम भीषण आन्दोलन है। त्यो टाइममा के अरे एउटा भीषण आन्दोलन चलिरहेको थियो। अनि म यहाँबाट त्यति बेला म पनि त युवा थिएँ नि त त्यति बेला है। म 16, 17, 18 वर्षको भइसकेको थिएँ। त्यति बेला त्यो आन्दोलनमा इन्भल्भ थिएँ नि त म पनि। त म त्यहाँ यहाँ अब दार्जिलिङलाई छोडेर जब म आफ्नो सैनिक लाइफ बिताउनु गएँ त त्यहाँ गएपछि अन्धकार थियो क्या त। अब यहाँको बारेमा केही पनि थाहा हुन्थेन। त्यति बेला अब सोसियल मिडियाहरू भन्ने सोसियल मिडिया पनि थिएन। पेपर यहाँको पेपरहरू छापेर अब नेसनल पेपरहरूतिर पनि आउँथेन। अरू नेसनल पेपरहरू हामीले त्यति बेला पढ्ने समय पनि थिएन, पाउँथेन, किन सैनिक लाइफ बिताइरहेको थियो है। त्यस समयमा दार्जिलिङको बारेमा जानकारी लिनु बडा इच्छा लाग्थ्यो क्या त। के भयो होला भन्ने है, कसो भयो होला भन्ने। अब छुट्टी आइन्थ्यो 9 महिना, 10 महिना या 12 महिना, कहिले कहिले त 18 महिनामा पनि छुट्टी आइयो। र त्यति बेला दार्जिलिङको बारेमा केही पनि थाहा हुन्थेन। अर्को कुरो चाहिँ के छ भनेदेखि मलाई बडा रिस उठेको कुरो क्या त। यहाँनिर चाहिँ रिस उठेको कुरो चाहिँ के भन्दाखेरि चाहिँ दिल्ली, बम्बई जस्तो हुन्छ त्यो ठुलो सिटी रहेछ अब त्यति बेला है। अहिले बुझ्दाखेरि चाहिँ होइन, त्यति बेला चाहिँ त्यहाँ चाहिँ साइकलहरू ठोकिएको पनि न्युजमा आउने, एकदम नेसनल न्युजमा क्या त, नेसनल च्यानलमा आउने। साइकलमा ठोकेर मान्छे यस्तो गर्नु, तर यहाँ मान्छे मारामार काटाकाट भइरहेछ, त्यो कतै न्युजै थिएन क्या त। न्युज नै थिएन। र त्यो कतै न कतै मलाई मनमा लागिरहेको थियो कि हाम्रो दार्जिलिङको खबरहरू चाहिँ किन त अरू जग्गामा पुग्दैन, यो सिलगढीसम्म मात्रै सीमित किन रहन्छ हाम्रो न्युज भन्ने चाहिँ मेरो एउटा विचार रहेको थियो। र म जब रिटायर आएर मैले 2013 मा मैले त्यति बेला च्यानलमा त मैले काम गरेको थिइनँ, मैले च्यानल खोलेको थिइनँ। तर 2013 मा मैले के अरे अनलाइन न्युज, खरसाङ अनलाइन न्युज ओके के अरे अनलाइन खरसाङ न्युज थियो। अनलाइन खरसाङ न्युज सिमिलर टु मेरै च्यानल। हजुर, तपाईँको जस्तै नाम, तर तपाईँको चाहिँ के अरे खरसाङ अनलाइन होला होइन। त्यति बेला त्यो चाहिँ अनलाइन खरसाङ न्युज थियो।
ओके भनेर लेखेको थिएँ मैले क्या त्यसमा त्यो चलाएँ त्यो चलाउँदाखेरि अब जस्तै अब यहाँनिर तल हुन्छ पानीघट्टाको त्यति बेला बन्द भएको थियो टी गार्डन बन्द भएको थियो त्यो कभरेजहरू मैले गरेँ अहिले पनि छ मसँग त्यो फुटेजहरू है त्यस समयमा जो उहाँहरू बस्नु भएको थियो के अरे उसमा त्यो चिजलाई देखेर चाहिँ मैले यहाँ आएर चाहिँ म पनि केही न केही गरौँ जति सक्छ होइन जे गर्नु सक्छ भन्ने कुरोहरू सोचेर चाहिँ मैले यो यता के अरे यो के भन्छ यसलाई एउटा जर्नलिजम भनौँ है जर्नलिजमपट्टि पत्रकारपट्टि मेरो झुकाउ भए हजुर हजुर धेरै नै हामीले तपाईँले जुन च्यानल खोल्नुभयो है च्यानल खोल्ने पश्चात म पनि तपाईँसँग धेरै एउटा कार्यक्रममा जोडिने मौका पाएँ है अनि यो च्यानल तपाईँले अब भनौँ न खरसाङमा कम्ती मात्राले मात्रै हेर्ने गर्थ्यो हाम्रो लोकल च्यानल तर हजुरले च्यानल खोलेपछि तराईदेखिको लिएर है पहाडमा धेरै नै प्रख्यात भयो एसटिभी है जहाँ जाँदा पनि प्रचार र यसलाई त्यतिको लेभलसम्म पुर्याउनु तपाईँलाई कतिको चाहिँ चटारो भयो एकदमै चटारो थियो त्यो टाइममा एकदम कम्पिटिसन होइन मतलब कम्पिटिसन त थिएन त्यति बेला है यहाँ चाहिँ कस्तो खालको हालत थियो भनेदेखि पोलिटिकल न्युजहरूलाई पनि हामीले कभर गर्दाखेरि यदि कसैको पोलिटिकल न्युजलाई कभर गऱ्यो भने अर्को पोलिटिकल न्युजवाला रिसाउने क्या त अब है त्यो माहौल थियो है अनि फोन पनि गरिहाल्ने क्या त हजुर हजुर भाइले त यस्तो यस्तो चलाउँदो रहेछ है 2 दिन भयो चलेको थियो या अब कहिले कहिले हुन्छ नि अब त्यो निकाल्नु चेन्ज गर्नु बिर्सिन्छ होइन टाइम पाउँदैन आज त दिनभरि चलिरहेको छ तिम्रो त्यो निकाल है भनेर फोनहरू आउने क्या त अब है अन्त त्यो खालको माहौल थियो अनि फेरि 2017 आन्दोलन भयो 2017 आन्दोलनमा पुरा दार्जिलिङको च्यानल बन्द केवल लाइन बन्द एउटै मात्रै दार्जिलिङको च्यानल जुन चाहिँ थियो त्यो थियो एसटिभी खरसाङ है त्यसले चाहिँ कहिले पनि बन्द गरेन पुरा फोन आयो धम्की आयो कुनै के आयो के आयो के अरे च्यानल बन्द गरिदियो अहिले नै बन्द गरिहाल भनेर भने मैले मेरो त सिधा स्टेटमा है म त अब फौजी मान्छे फौजकै तरिकाले बोल्छु है अलिकति पानी पिइहाल्नु है मैले भने अनि ठिकै छ तपाईँहरूले बन्द गर्नु सक्नुहुन्छ नि किन सक्नुहुन्न तर चिठी दिनुहोस् न मलाई लेटर दिनुहोस् कसले चाहिँ बन्द गर्नु ल अब त्यो के त्यो अफिसबाट कार्यालयबाट मलाई चिठी दिएको हुनु पऱ्यो नि त भनेर भन्दाखेरि चाहिँ चिठी चाहिँ दिन्थेन तर फोनमा चाहिँ खुब हान्थ्यो क्या त खुबै त्यो टाइममा बडा चटारो थियो एकदमै हजुर त्यहाँदेखि 17 को बादमा एकदम राम्रो भयो यहाँको माहौल दार्जिलिङकै माहौल एकदम राम्रो भयो 17 को बादमा है कुनै पनि च्यानललाई कुनै पनि डिस्टर्बेसन छैन कुनै पार्टीहरूले कसैको डिस्टर्बेसन छैन जे गर्दा पनि भयो च्यानलले आफ्नो फ्रिडमले काम गर्नु सक्ने चाहिँ 17 को बादमा यो चाहिँ म ठोक्क लगाएर भन्छु त्यो भन्दा पहिला थिएन त्यो भन्दा पहिला काहीँ न काहीँबाट प्रेसर आइरहेको एकदम प्रेसर थियो अहिले भने चाहिँ एकदमै तपाईले खोलेर हामीले सोशल मिडिया मार्फत जुनै पनि चीज देखाउन सक्छौं अहिले पहाडमा त्यो चाहिँ छुट आएको छ एकदम छुट आएको र विशेष गरी हजुरको सोशल मिडिया है एकदमै हामी चर्चित अनि भाइरल न्युजहरू पाउने गर्छौँ है सोशल मिडिया तपाईँ एक्लैले अहिले चलाइराख्नु भएको छ अथवा केही टिमहरू हजुर मसँग टिम भन्नाले टिम चाहिँ अहिले फिलहाल चाहिँ मेरो एउटा दुईटा रिपोर्टर टाढा टाढामा चाहिँ छ है उहाँहरूले सोसियलै गर्नुहुन्छ उहाँहरूले कुनै त्यो के अरे स्यालेरी या पैसा लिएर चाहिँ गर्दैन उहाँहरूले सोसियल नै गर्नुहुन्छ अदरवाइज यहाँको जो चलाउँछु म यहाँबाट जुन चाहिँ सञ्चालन गर्छु त्यो चाहिँ म एक्लै नै छु म आफै गर्छु न्युज कभरेजहरूको लागि पनि आफै जान्छु अनि आफै आएर आफै नै गर्छु है मेरो कुनै टिम वर्क छैन मेरो टिम छैन भनौँ है किन छैन भन्दाखेरि चाहिँ अब यहाँनिर अब यस्तो खालको जग्गा छ जहाँनिर चाहिँ हामीले कसैलाई अफिसमा राखेर काम लगाउनु पनि सकिँदैन स्थिति छ है उनीहरूलाई यहाँ म त फेरि आफूले पनि यस्तो लाग्छ कि अब यो नयाँ केटाहरू आउँछ होइन जोडिन चाहन्छ उहाँहरू तर मैले सोच्छु कि यार यिनीहरूलाई यहाँ नजोडेकै ठिक छ किनभने यस्तो फ्युचर छैन म त रिटायर हो म त लु पेन्सनर हो म कहीँ न कहीँबाट नुन तेलको जोगाड त गर्छु तर यो केटाहरूले कसरी गर्छ होला भन्ने चाहिँ म सोच्छु क्या त त्यही कारणले गर्दामा चाहिँ मसँग टिम चाहिँ अहिले छैन मसँग एक्लैले नै म यो च्यानल चलाउँछु र अब कतिजना दर्शकहरूको मनमा एउटा जिज्ञासा पनि होला है सोसियल मिडिया मार्फत धेरै नै पैसा कमाउन सकिन्छ यिनीहरूले पैसा कमाउँदैछ अनि कतिले के भन्छ भन्दाखेरि अब तपाईलाई कुनै ठाउँमा न्युज कभर अथवा केहीको लागि बोलाउँछ है आफ्नो गाडी घोडा लिएर जानुहुन्छ तेल खर्च गर्नुहुन्छ समय खर्च गर्नुहुन्छ त्यहाँ पुगेपछि अब कस्तो हुन्छ नि आफ्नो पैसा खर्च गरेर गइरहेको हुन्छ मान्छेले भिन्दै ट्विट गरिरहेको हुन्छ त्यति बेला कस्तो तपाईँलाई लाग्छ कि अब होइन अब जनता हो जनताले त भन्नु पायो है सबै कुरो उहाँहरूले खासमा कन्सेप्टै बुझेको छैन कन्सेप्ट नबुझेको कारणले गर्दा त्यो भनेको उहाँहरूलाई भन्नु केही छैन होइन तर यति नै हो कि यो म तपाईँहरूलाई आज तपाईँको च्यानल मार्फत यो भनिदिनु चाहन्छु मैले आजसम्म यो कुरा भनेको थिइनँ
यति चाहिँ जरुर हो कि हामी जब कुनै पनि न्युज कभरेजको लागि जान्छ, जस्तै कहीँ आगो लाग्यो अरे, कहीँ लाग्यो अरे, जस्तै टाढो टाढोमा कहीँ केही पनि घटनाहरू घट्छ है, जस्तै कोही कहीँबाट शहीदहरू आउँछ, उनीहरूको उसको लागि हामी कभरेजको लागि जान्छौँ हामी। हाम्रो स्वयं आफ्नो इन्ट्रेस्टले गएको आफ्नो इन्ट्रेस्टले गएको हुन्छु। भ्युअरहरूले चाहिँ कुनै पनि खबर नछुटोस् भन्ने एउटा उद्देश्य लिएर मात्रै हामी त्यहाँ पुगेको हुन्छौँ है। र यसमा कुनै अब कसैले स्पोन्सर गर्यो होला है, कसैकोबाट पैसा पायो होला भन्ने कुरो चाहिँ एकदमै पैसा चाहिँ यहाँ हाम्रो च्यानलमा पैसा चाहिँ कसरी आउँछ भन्ने पनि अब क्लियर गरिदिनु पर्यो होइन। च्यानलमा पैसा चाहिँ कसरी आउँछ भन्दा चाहिँ अब न्युजहरूमा एडहरू चलाउँछौँ हामी है, एडहरू पाउँछ। अब कतिजना राम्रो के अरे के भन्छ दातै भन्छु म त, न्युज जसले एड दिन्छ होइन, भाइ हाम्रो एड चलाइदिनुहोस्, तपाईँकोमा स्पोन्सर एड चलाइदिनुहोस् भनेर भन्छ, उहाँहरूको एड चलाइदिन्छौँ हामी, त्यहाँबाट चाहिँ अलिअलि अर्निङ हुन्छ। हजुर। र अहिले यो मिडिया क्षेत्रलाई अलिकति पन्छौँ है सर। अनि आर्मी प्री रिक्रुटमेन्ट ट्रेनिङ पनि हजुरले सुरु गर्नुभएको, त धेरैलाई नै तपाईँले ट्रेनिङ गराएको हामीले देखिसकेको छौँ, सोसियल मिडियामा आइरहेको छ है। र यो चाहिँ तपाईँले कहाँबाट सोच आएको छ? एक्चुअली एकदम राम्रो प्रश्न गर्नुभयो, किनभने यो प्रश्न आजसम्म मलाई कसैले गरेको थिएन है। म रिटायर आएर अब हाम्रो आदत कस्तो हुन्छ, बिहान बेलुका है वो के अरे यसो अलिकति वर्कआउट गर्ने आदतै हुन्छ हाम्रो होइन। र त्यति बेला आएर मैले यहाँनिर वर्कआउट गर्थेँ, म बिहानखेरि वकिङहरू गर्थेँ, रनिङ गर्थेँ होइन। गर्दाखेरि हाम्रो भाइहरू देख्थेँ मैले है, बाटोमा देख्थेँ, उनीहरूले पनि गरिरहेको, अब कोसिस गरिरहेको। म सोध्थेँ रोकेर, भाइ के को लागि कुदेको भन्दाखेरि म यस्तो आर्मीमा जानुको लागि। त उनीहरूलाई टेक्निकहरू पनि सिकाइदिन्थेँ, होइन भाइ तिमीले जुन चाहिँ टेक्निकले कुदिरहेको छ त्यसले थाक्छौ, तिमी त्यसरी कुद्दाखेरि तिमी यसरी कुद, यसको टेक्निक कुद्नेको यो टेक्निक यो हो, तिमीले यसो गरेर कुद्नुपर्छ। अनि तिमीले जुन चाहिँ प्रकारले कुदिरहेको छ त्यतिले हुँदैन भाइ, तिमी यहाँनिर चाहिँ नि अब चाहिँ मर्छु होला भने जस्तो प्रकारले कुद्नुपर्छ, तब मात्रै तिम्रो प्र्याक्टिस पुरो हुन्छ भनेर म उनीहरूलाई सम्झाउँथेँ क्या त्यति बेला। अन्त अब मैले यसो हेर्थेँ, अरे यो भाइहरूलाई गाइड नभएर हो होइन, एउटा प्लेटफर्म बनाइदिउँ, एउटा माहौल बनाइदिउँ है, एउटा माहौल क्रिएट गरौँ यिनीहरूको लागि कि ताकि एउटै सोच भएको केटाहरू एकै प्लेटफर्ममा काम गर्दाखेरि कस्तो हुन्छ, कतिको यिनीहरूको के अरे के भन्छ सक्सेस हुन्छ त भन्ने कुरो चाहिँ मैले सोचेँ। अब सोच्दाखेरि यसो सोचेँ, अब सोच्ने अब फेरि गर्ने कसरी, अब त्यसलाई अब इम्प्लिमेन्ट पनि त गर्नु सक्नु पऱ्यो नि त, किन भन्नुहोस् न। त सोच्दै थिएँ मैले। अन्त त्यसको बादमा जब टक्क यो कोभिड भयो, हजुर, कोभिडमा चाहिँ के भयो भनेदेखि अब 2 वर्ष एकदम लकडाउन थियो, सबैलाई थाहै छ। त त्यति बेला चाहिँ के हो भने सबै ओभरवेट भयो, मान्छेहरू ओभरवेट भयो, नानीहरू ओभरवेट भयो। मैले देख्थेँ नानीहरू सबै ओभरवेट भइरहेछ। त त्यो टाइममा चाहिँ मैले भने होइन, यो त गर्नुपर्ने चिज हो, यसले त मान्छे बचाउँछ, कोभिडमा त बच्ने चिज हो, यो एक्सर्साइजहरू गर्ने कुरो त बचाउने चिज हो होइन। अन्त मैले 2022मा जब आंशिक तौरमा यो खोलिनु थाल्यो नि, त्यो टाइम 21मा चाहिँ त्यहाँदेखि चाहिँ मैले यो होइन यसो गर्नु पऱ्यो, यसलाई चाहिँ एउटा नामकरण गरेर मैले के अरे एउटा एकजुट बनायो भने चाहिँ आउँछ। अब मैले एक एकजना इन्डिभिजुअल बोलायो भने त आउँदैन है, एउटा नामकरण गरौँ, आर्मी प्री रिक्रुटमेन्ट ट्रेनिङ इन्स्टिच्युट भनेर चाहिँ एउटा उयो गरेर नामकरण गऱ्यो भनेदेखि चाहिँ मान्छे आउँछ भनेर चाहिँ मैले यसको नामकरण गरेँ। त स्टार्टिङमा जब हामीले गऱ्यौँ त तिनका फ्री अफ कस्ट नै थियो है, सिर्फ फर्मको हामीले 200 रुपियाँ उठाएको थियौँ, बाँकी ट्रेनिङ फ्री थियो। त त्यति बेला चाहिँ खुब इन्ट्रेस्ट भयो, अब एकदम मान्छेले इन्ट्रेस्ट गरे। नानीहरू यति 350 जना नानीहरू आयो, अब हामीले सोचेको पनि थिएन कि, हामी त सोचेको 10-20 जना नानीहरू आउँछ होला नि त, कोही जो आउँछ उनीहरू ठिकै छ भने 350 जना नानीहरूले चाहिँ त्यति बेला ट्रेनिङ गरे। त हामीलाई थाहा भयो कि नानीहरूले गर्नु चाहन्छ। हजुर, भनेपछि चाहिँ यसलाई हामीले कन्टिन्यू गरेर चाहिँ आज 3-4 सालहरू भइगयो है, यसलाई हामीले गर्दैछ। अनि यो इन्स्टिट्युटले, म यसमा अलिकति थप के भन्छु भने चाहिँ यो इन्स्टिट्युट खोल्नाले चाहिँ हाम्रो युवाहरूले एकदम राम्रो प्लेटफर्म पाएको छ। अनि युवाहरूलाई जो छ आर्मीमा जाने एउटा जो चाहना भएको युवाहरूलाई जो छ उनीहरूले एउटा राम्रो मौका पाएको छ है। यहाँ जो हाम्रो इन्स्टिट्युटमा आएर ट्रेनिङ गर्छ भने त्यो नानीहरू कहिले पनि फर्केको छैन क्या, त एकदम हातमा रिजल्ट लिएर नै फर्केको छ। लगभग हजुरले गर्नु भएको 2021 देखिको 5 वर्ष है। अनि 5 वर्षको अवधिमा कतिजना चाहिँ तपाईँले स्टुडेन्टहरूलाई ट्रेनिङ दिइसक्नुभयो? मैले स्टुडेन्टलाई ट्रेनिङ दिएको त मेरो ख्यालमा 700-800 जनालाई दिइसकेँ। तर त्यो 700-800 जना चाहिँ के भन्दा चाहिँ कोही चाहिँ सिर्फ फिजिकल ट्रेनिङको लागि मात्रै आएको छ है, त्यो आर्मीको लागि फिटनेसको लागि मात्रै आएको। तर जो एक्चुअली जो आर्मीमा जानु चाहने नानीहरू छ तिनीहरू चाहिँ अहिले टोटल मैले 75 जना नानीहरूलाई चाहिँ मैले आर्मीमा लगाइसकेको छु। 75 जना अहिलेसम्म? हजुर, अहिले हजुर। र दर्शकबिन देखिहाल्नुभयो होला, सुनिहाल्नुभयो होला, अहिलेको जुन कार्यक्रममा हामीसँग राजेन लामा सर हुनुहुन्छ र उहाँले
ट्रेनिङ इन्स्टिट्युट खोलेर धेरैजनालाई एउटा आर्मीमा लगाइसक्नु भएको छ, आर्मीमा उनीहरू भर्ती भएर गइसकेको छ भने कतिजना फिजिकल फिटनेसको लागि पनि आउने गर्थे भनेर पनि भनिसक्नु भएको छ। यदि हजुरहरू पनि आफ्नो छोरा साथै हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने सरसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। सरको नम्बर हामी मोबाइल स्क्रिनमा राखिदिएको हुनेछौँ। र आजको यस कार्यक्रममा के कस्तो लाग्यो तपाईँहरूलाई हामी तपाईँको लामो समय लिन चाहन्नौँ। र सर केही दर्शकहरू अरू केही इन्फर्मेसन अथवा केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने दिन सक्नुहुन्छ। हजुर, म जति पनि हाम्रो खास गरेर म चाहिँ युथहरूलाई नै म ज्यादा जस्तो उयो गर्छु। हाम्रो यो जति पनि भाइहरूले हेर्दैछ या बहिनीहरूले हेर्दैछ है, तपाईँहरूले अहिले जो फिलहाल जो छ तपाईँहरूको अग्निवीरको के अरे फर्महरू स्टार्ट भइगएको छ, अनलाइन फर्म। गर्ल्सले पनि त्यसमा बढी चढेर हिस्सा लिनु। म त ज्यादा जस्तो चाहिँ गर्ल्सहरूलाई म ज्यादा जस्तो उयो गर्छु, प्रिपेयर गर्छु। किनभनेदेखि हाम्रो यहाँ दार्जिलिङबाट एकदम कम्ती गर्ल्सहरू चाहिँ आर्मीमा जाने गर्छ है। र ज्यादा से ज्यादा कोसिस गर्नु। यसको लागि म अलिकति इन्फर्मेसनको तौरमा तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूको हाइट हुनुपर्छ 158 है। अनि तपाईँहरूको गर्ल्सहरूको चाहिँ गर्ल्सको कुरा गरेको मैले 158 हुनुपर्छ। अनि बोइजको पनि 150 नै हो हाम्रो गोर्खा हाइट चाहिँ है। अनि गर्ल्सहरूको लागि चाहिँ पर्सेन्टेज के छ रहेको छ भन्दाखेरि 44% जो छ ओभरअल मार्क्स चाहिन्छ भनेदेखि तपाईँहरूको 33% जो छ इच सब्जेक्टमा तपाईँहरूले पास गरेको हुनुपर्छ। तपाईँहरू आर्मीमा जो वुमेन पुलिसमा तपाईँहरूले जोइन गर्न सक्नुहुनेछ। अनि अरू पनि के भाइहरूले ओभर एज भए म के भनेर भन्नुहुन्छ होइन, ओभर एज भएको हुँदैन। तपाईँहरूले अलिकति एजुकेसनलाई चाहिँ बढाउनु पऱ्यो। तपाईँहरूले 27, 28, 42 वर्षसम्म तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ आर्मीमा। यति चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। र दर्शक आजको कार्यक्रम के कस्तो लाग्यो हजुरहरूलाई? हामीसँग हुनुहुन्थ्यो एसटिभी डाइरेक्टर राजन तामाङ सर हुनुहुन्थ्यो। र तपाईँलाई के कस्तो लाग्यो आजको कार्यक्रम प्लिज कमेन्ट डाउन बिलो। र राजन सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँको बहुमूल्य समय निकालेर हामी कहाँ आइदिनु भयो है। र तपाईँलाई धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा हजुरको यस्तै कार्यक्रमहरू हेर्नु पाऊँ र हजुरको राम्रो राम्रो उन्नति प्रगतिको कामना गर्दै आजको कार्यक्रमबाट बिदा लिन चाहन्छु। नमस्ते। नमस्ते। अनि लास्टमा यही भन्न चाहन्छु कि हाम्रो रिवाज भाइको जुन चाहिँ च्यानल छ एकदम राम्रो सलिड च्यानल छ। उहाँले एकदम जेन्युन बातहरू मात्रै च्यानलमा राखेको देख्छु म सधैँ नै है। अनि पहिल्यैदेखि नै उहाँ यो न्युज क्षेत्रमा या रिपोर्टिङ क्षेत्रमा काम गरेकोले गर्दा होला उहाँलाई कुनै कुरो सिकाउनु चाहिँ पर्दैन यो चिजमा है। र उहाँको च्यानललाई तपाईँहरूले फलो गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। अनि यो कुरोलाई तपाईँहरूलाई राम्रो लाग्यो, आजको यो कार्यक्रम राम्रो लाग्यो भने तपाईँहरूले सेयर पनि गरिदिनुहोस्। नमस्कार।